वैज्ञानिक अनुसार हाम्रो भावना हाम्रो बुद्धिभन्दा 5000 गुणा शक्तिशाली हुन्छ। बुद्धि भावनाभन्दा 5000 गुणा कमजोर हुन्छ रे। त्यसकारणले मानिसको बुद्धिलाई जब भावनाले कन्ट्रोल गर्छ नि त्यतिखेर सबभन्दा बढी मानिस मूर्ख हुन्छ रे। भन्न त भन्छन् मानिस सबभन्दा बढी बुद्धिमानी प्राणी हो रे। तर जब भावनाले बुद्धिलाई कन्ट्रोल गर्छ नि त्यति बेला मानिस जस्तो मूर्ख प्राणी कोही हुँदैन। जस्तै कुनै एउटा लत हेर न, अथवा लपै लत न, त्यहाँ बुद्धिले काम गर्ने ठाउँै पाउँदैन जहाँ त्यो लत लागिसकेको हुन्छ, जहाँ त्यो भावना एकदमै शक्तिशाली भइसकेको हुन्छ। लत भनेर कुनै पनि चिजमा भावना एकदम धेरै बलियो हुनु नि त, त्यहाँ बुद्धिको केही कामै लाग्दैन। अब मूर्ख भनेको, अब विद्वान कसलाई भनिन्छ, मूर्ख कसलाई भनिन्छ त? मूर्ख त्यो हो जसले जम्मै अरूको गल्ती देख्छ, जसले अरू सबैलाई मूर्ख ठान्छ, आफूलाई विद्वान ठान्छ, त्यो मूर्ख हो। जो आफ्नो गल्ती देख्दैन, अरूको मात्रै गल्ती देख्छ, अरूको मात्रै दोष देख्छ, अरू सब चोर मै सही भन्छ, यो मूर्ख हो। अब विद्वान को त भन्दाखेरि जसले आफ्नो गल्ती देख्छ, जसले आफ्ना कमजोरीहरू थाहा पाउँछ, जसले आफूलाई मूर्ख ठान्छ अथवा आफूलाई आफ्ना कमजोरी गल्ती जसले देख्छ नि त्यो विद्वान हो। तपाईँ चाहिँ को हो? चेक गर्नुहोस् है।